हामी तपाईहरुको घर छेउबाट तपाईहरुलाई आवाज दिइरहेका छौं। तपाईहरुले हाम्रो आवाज सुनिराख्नु भएको छ भने 2-4 मिनेट के भन्दै रहेछन् यिनीहरुले भनेर ध्यान दिनु होला। सिधा-सिधी कुरा राखौं। चुनाव आयो। अब यो चुनावमा पार्टीको चुनाव चिन्हलाई होइन, सजीव व्यक्तिलाई भोट दिनु होला। पार्टी भन्दै पार्टीको निर्जीव चुनाव चिन्हलाई भोट हाल्दै आएको कारणले हाम्रो घरमा पानी आएको छैन। महावीर पुन जस्तो मान्छेले अमेरिकाको त्यत्रो तपाईको छैन हैन, तलब छोडेर त्यत्रो सेवा सुविधा छोडेर देशमा केही बनाउँछु भनेर एउटा मोटरसाइकल बनाएको बेच्नै नपाउने। सबै कुरा हामीले भारतबाट किनेर चलाउनु पर्ने, चाइनाबाट किनेर मात्रै चलाउनु पर्ने, स्वदेशी उत्पादनलाई प्रमोट गर्नुपर्छ भनेर हामी भनिरहेका छौं। त्यो कुरा पनि म भन्न चाहन्छु। यसको लागि हामी सबैले जवाब दिनुपर्छ। आज एउटा वैज्ञानिक जो चाहिँ अमेरिकाको सबैभन्दा तपाईँको शक्तिशाली र समृद्ध देशको सेवा सुविधा छोडेर आज नेपालमै केही गर्छु भनेर चप्पल लगाएर कट्टुमा हिँडिरहेको छ, त्यस्तो मान्छे आज तातो सडकमा किन बसेर चाहिँ आन्दोलन गर्नु परिरहेको छ? म सम्पूर्ण तपाईँको छैन माननीयज्यूहरूलाई भन्न चाहन्छु, त्यस्ता कानून जुन कानूनले नेपालीलाई दास बनाउँछ र गरिब बनाउँछ, नेपालीले उत्पादन गरेको गोलभेडाले मार्केट नपाउने खालको कानून चाहिँदैन हामीलाई। त्यस्ता कानूनलाई बुझेर फाल्नुहोस् तपाईहरु। चाहिँदैन हामीलाई त्यस्ता कानून। गर्छु म सम्दान गइतिर फरुवा हातमा बोकेर, फुट्छु म चट्टान बनाउँछु राष्ट्र ढुङ्गा काँधमा बोकेर, गर्छु म सब काम किनकि सरकारले सत्ता बाहेक केही सोचेन। गर्छु म सम्दान बचाउनु नेपाली संस्कार सद्भाव, सबैलाई बन्नु छ खतरा, सबैलाई चाहिएको सत्ता, जग्गा दलाली ठेका पट्टा, कालो बजारी जमिन कब्जा, छाड्दै प्रहरी निर्दोष अट्ठा, मान्दै मन्त्री जो छ पदमा, हान्दै गोली मरोस् बच्चा। भ्रष्टको कुहिरोले ढाकेको नेपाल हाम्रो नेताको के चाल? छुट्टिन्छ बजेट लागु चाहिँ केमा रगत र आँसुको भेन, मनमै छ युवाको बेथा, धनीको डेरामा गरिबको बेहाल, दलितको घेरामा मन्दिरको के काम, जब के गर्दैन राम्रो त कसैले बेबार। संस्कृति प्रविधि प्रकृति परिमार्जन समृद्धि सब चिन्तित देख्छु, नागरिक अस्तित्व खोज्दैछ खाडीमा गाडीमा झोले, सब जिद्दी सब नीति नियम प्रशासन भित्र छ गेम, अपराधी खुलेआम हिट छ ल्याउनु छ चेन्ज, अति भो अब चाहिँ सक्दिन स्वीकार्न, बनाउनु पर्ने यहाँ देश छ, हिमाल पहाड मधेस सब पुर्खाको बलिदान दिन्न, कसैलाई इतिहास मेट्न, नेपाली सबैको एकता नरहोस् हिंसा र भेदभाव, भवनको अगाडि शपथ रगतको आहुति तस्करले सिमाना टेक्दा, हर साल वैदेशिक रोजगार खोजीमा घरबार बेचेर बर्बाद बन्ला त देश, जनताको करमा झोलेको गफकार, चियाको अड्डामा पार्टीको झण्डा, थाहा छैन तोरीलाई विदेशको चन्दाले चलेको मुलुकमा मर्ने हो जनता, ढल्ने हो सरकार बनाउन देश, गर्ने हो श्रमदान। गर्छु म सम्दान गइतिर फरुवा हातमा बोकेर, फुट्छु म चट्टान बनाउँछु राष्ट्र ढुङ्गा काँधमा बोकेर, गर्छु म सब काम किनकि सरकारले सत्ता बाहेक केही सोचेन, गर्छु म सम्दान बचाउनु नेपाली संस्कार सद्भाव। आउने पिँढीलाई म के भन्छु भने हैन, जिन्दगीमा मान्छेले केही गरेर जानुपर्छ, केही लिएर जाने होइन के अरे हैन। मैले गर्न सकिनँ अथवा देश यस्तो छ अथवा मेरो समाज यस्तो छ अथवा मेरो आमाबाउले दिएनन् अथवा मेरो स्कुल यस्तो छ अथवा मैले सक्दिनँ भन्नुभन्दा पनि एकचोटि प्रयास गरेर हेर्नुपर्छ क्या पहिला।